ल हजुर हजुरहरुको घर गाउँमा हामी त देउसी हेर्नु पाएँ नि हजुरहरु के भन्नुहुन्छ हजुरहरु ल है हामी त हेलो नमस्ते सबैजनालाई स्वागत छ यो आजको भिडियोमा। अनि आज चाहिँ नोभेम्बरको 2 तारिक नेपाली पात्र अनुसार चाहिँ 2081 कार्तिकको 17 गते हो क्या। आज चाहिँ गाई पूजा पनि रहेछ अनि भोलि चाहिँ भाइ पूजा अर्थात् भोलि चाहिँ भाइ टिका। अनि हामी चाहिँ अब तपाईले भिडियोको थम्बनेल टाइटल हेरेर पनि थाहा पाइसक्नुभयो। आज चाहिँ हामी चाहिँ यसो दीपावली विशेष सामान्य यसो खानपिन यताउता रमाइलो गर्न लागिरहेछौँ र तिहारमा चाहिँ अब सबैलाई गाउँघरमा त रमाइलो हुन्छ होइन। देउसी खेलिन्छ, फुल लाइन्छ, यताउता राति हिँडिन्छ, रमाइलो हुन्छ। जे होस् साथीभाइहरू भेटघाट हुन्छ। अनि परदेशमा हुनेहरूलाई चाहिँ अलिकति अब कस्तो अलिक खल्लो खल्लो लाग्छ होला। अनि त्यही पनि देश विदेश जहाँ रहनु भए पनि तिहार माने पनि नमान्नेहरू सबैजनालाई यो दीपावलीको चाहिँ 2081 को दीपावलीको शुभकामना छ तपाईहरुलाई। र म चाहिँ तर त्यस्तो फेरि यो के भन्ने अब यो विदेशमै भए पनि त्यति धेरै विस्मत लाग्दैन। गाउँमै हुँदा पनि त्यति धेरै हर्ष उल्लास मनाउँदिनँ म तिहार चाहिँ। त्यसको कारण भने चाहिँ अब विशेष गरी घरमा दिदीबहिनी भएन भने चाहिँ त्यति धेरै त्यसको भ्यालु हुँदैन रहेछ क्या। अब पर्ने दिदीबहिनीहरू त हुनुहुन्छ, घरको फुपूहरू पनि हुनुहुन्छ, तर स्वयं आफ्नै दिदीबहिनी भए जस्तो चाहिँ हुँदैन रहेछ जस्तो लाग्छ मलाई। अब कसैलाई त्यो फेरि नलाग्न पनि सक्छ, राम्रै लाग्न पनि सक्छ, खासै असर नपर्न सक्छ त्यो कुराले। तर जे सुकै होस् सबैलाई तपाईहरुलाई शुभकामना दिँदै अब अहिले चाहिँ हामी त्यो कार्यक्रमको लागि थोरै जमघटको लागि यसो गर्दैछौँ कार्यक्रमहरू। भोलि आइतबार ठ्याक्कै बिदाको दिन पर्यो, संयोगवश भोलि नै भाइटिका पनि पर्यो। अनि भोलि बिदा भएपछि यसो आज चाहिँ बेलुका यसो जमघट गरौँ न त, यसो दीपावली विशेष यसो मनाउन त भनेर हामी त्यही अनुसार गर्दैछौँ। र साथीहरूले मलाई कल गर्दै हुन्छ। अनि त्यसको लागि हामी चाहिँ कसै साथीहरू बङ्गुर बनाउन लागेको छौँ। मेरो पनि भाग चाहिँ बङ्गुर बनाउने परेको छ, बङ्गुर आइसकेको छ। कोही साथीहरू रोटी पोल्नलाई पिठाहरू भिजाएर रेडी गर्दै हुनुहुन्छ र कसै धेरै साथीहरू चाहिँ ड्युटीमै हुनुहुन्छ। हामी चाहिँ काम परेकोले अलिक अगाडि आएको। अब हामी म जान्छु आफ्नो कामतिर। कसै साथीहरू चाहिँ बजार जानलाई तयारी हुन्छ, सरसामान ल्याउनु यसो चिसो तातोको लागि। ल तपाईँहरूलाई हामी आज के हुन्छ त्यो सबै कुराहरू देखाउँछु ल है त। सोल्टी आएछ हौ तिहारको बङ्गुर। ठुलो त ठुलै हो नि हौ। ल ए है आज ठुलो चाहिँ आजको बङ्गुर। लगभग कति 70 केजी लाग्छ, 70-75 केजी लाग्छ हो। 106 भन्छ हौ 100 केजी 118 देखि ऊ मात्रै बेच्छन् अरे तपाईँहरू त। 100 केजी हो र भन्छ। अब कति छ है ल यहाँ हाम्रो अरविन्द दाजुले अपरेसन गरिदिनुहुन्छ डाक्टर अरविन्द राई फ्रम ओखलढुङ्गा। मेरो जुत्तामा पानी हाल्नु भनेकै होइन मैले अझै हाल्दिनु भने। अनि यहाँ सहयोगी केही यो त जिउ दुख्ने ठिक हुन्छ बुढा होइन, यो जिउ दुख्ने ठिक हुन्छ नि। ल के हो यसको भन बुढा यस्तो बनाइने छ है हामी ठिक अलिअलि गयो होला केही हुन चाहिँ। तपाईँहरूलाई यसको प्राइस पनि सोध्नु मन लाग्यो, जान्नु मन लाग्यो भने चाहिँ कमेन्ट गर्नुहोस्। त्यति चाहिँ भनिँदैन ल। हाम्रो दीपावली चाहिँ यसरी भव्य हुँदैछ है।
अब साथीहरूले बेलुकाको लागि तिर्पलहरू तयार गर्दैछ बत्ती तयार गर्दै हुन्छ कसैले यहाँ चाहिँ हाम्रो छोरीहरूले रोटी बनाउनलाई पुरै 10 केजीको पिठा मुस्दै हुनुहुन्छ रोटी बनाउने हाम्रो खेलाडीहरू हजुर भिडियोमा बनाउँदैन फेरि यस्तो छ रोटीको 4जना विशेष खेलाडीहरू हो नि त हुँदैछ एकछिनपछि त यहाँ पोलेकै देखाउने हो नि है के बनाएर सुरु रोटी सुरु हाम्रो सोल्टीले सुरु गरिसक्नु हो ल रोटी हाल्नु फेरि 1 नम्बर हाम्रो लिम्बू सोल्टा ओहो ठिक छ ल रोटी त हामी त मबाल्दैछु अब हो नि त रोटी भनेको यो हो नि त अझै दुईटा यता खोसाले पनि हुने रहेछ रोटी छ नि यो मैदा हाल्नुपर्छ कि अलिक मैदा कम भयो कि होइन अलिकति त्यस्तो भएको किनभने यो धारा नदिनुको कारण चाहिँ चामल खस्रो भएछ खस्रो भएपछि दिँदैन क्या अनि मैदा चाहिँ मसिनो हुन्छ र त्यो त्यसमा चाहिँ लिसो आउँछ र त्यसले चाहिँ दिन्छ है रात परिसक्यो अब साथीहरूले रोटी पोल्ने व्यवस्था गर्दैछ यहाँ यी रातिको लागि लाइट जोडेर उतापट्टि साथीहरू चाहिँ मासु टुक्राउँदैछौँ अहिले चाहिँ समय लाग्ने भयो धेरैजनामा आज मासु काटाइमा व्यस्त छ हाम्रो चेम्चोङ भाइ आज हाम्रो सोल्डाहरू यहाँ यी पुरै सेक्वा बनाउने भनेर पोली खाने मासु रेडी गरिरहेको छ साथीहरूले यति लामो आमा यो त डेन्दा फुलो छ त हौ पोली खाने भनेर अहिलेसम्म त ठिकै बनाएको साथीहरूले भन त रिसायो क्या साथीहरू हो अनि यहाँ मासु पोल्नुको लागि यस्तो काटेर साथीहरूले व्यवस्था गर्दैछ भने यता चाहिँ आगो बलिरहेछ यहाँ मासु पोल्ने अहिले कोइला बनाउने तयारीमा साथीहरू कता हुन्छ उहाँ दाइ बत्ती जोड्दै हुन्छ यहाँ धेरै ठाउँ आगो बालेर साथीहरूले कोइला तयार गर्दै हुन्छ भने यहाँ त फेरि यहाँ भुट्नको लागि यो चाहिँ बोसो अलिकति खारेर यहाँ दादाईहरू हुनुहुन्छ अघि के अरे डक्टरी काम गर्ने मान्छे फेरि यो कुकको हेडमा पर्नु भयो र त्यस्तो छ हुँदैछ भने तल साथीहरू रोटी पोल्दै हुन्छ भने चिसो त्यसो पेय पदार्थ खानु चाहिँ ढिलो भयो क्या पेय पदार्थ खानु चाहिँ ढिलो भयो क्या यहाँ ल हुँदैछ अब यहाँ साथीहरूले फेरि यसो तिर्पल पनि टागेको छ माथि यहाँ टमाटर प्याजहरू राखेर काट्दै हुँदो रहेछ धनियाँ पेज ल यस्तो छ उताइ ठिक छ नि पदम भाइ ठिक छ ए मजाले यो लाइट बुढालाई जिस्काउन लाग्यो आम्मा मासु हुँदाइ पनि फेरि यो अब दाबिलोको यो छैन पन्जो छ नि अलिक सानो भएर के यो ढिँडो मसाले खालको बनाएको खासमा हुँदैछ है अब दाइले बत्ती जोडेर पुरा अहिले चाहिँ हाम्रो यहाँ खानपिनको कार्यक्रम सुरु भएको छ यो पहिलो चरणको त्यसपछि फेरि नाचगान हुन्छ देउसी हुन्छ त्यसपछि फेरि ओली खाने मासुको अर्को चरणको छ ल सबैलाई हेप्पी दीपावली अब खुम्ने हान्नुपर्छ है दीपावली बल्लमा सुरु भयो त अनि यार ल ए हाम्रो दाजुहरूले पुरा
अहिले बिस्तारै घुम्दै फिर्दै हाम्रो घरमा आउनु है। ल हजुर हजुरहरूको घर गाउँमा हामी त देउसी हेर्नु पायौँ नि हजुरहरू के भन्नुहुन्छ हजुरहरू ल है हामी त बिसाउनु हुन्न होला हामी त आयौँ हजुरहरू घर आँगनमा तपाईँहरूलाई दुःख दिन झिजो गर्नु आयौँ है हजुरहरू। यो त पहिलाकै सुकुम्बासी बस्ती होइन र बुढा हामी त है हजुरहरू देउसी रे देउसी रे देउसी रे देउसी रे मेरा भाइ हो देउसी रे मेरा भाइ हो देउसी रे खोटाङको सिङ्गर हो।